चितवन चौरामा छौँ के अरे मैले त चस्मा लगाइसकेको छ ब्लग बनाउने हामी चाहिँ अब आज अलिकति बिहान उठ्ने प्लान थियो तर बिहान उठ्न सकिएन अब बिहान नउठ्यो भने यसो लगाएर साइक्लिङ गरेर जान्छौँ घुम्न जान्छौँ सौराको एरिया सौराको हाम्रो यो के अरे के एरिया भन्छ यसलाई ड्याम साइड है लेक साइड रिभर साइड हो कि ड्याम साइड हो कि के भन्छ हामी चाहिँ यता बसिरहेको छौँ के अरे अब यस्तो घुमेर आउँछौँ र ब्रेकफास्ट खाएर सबै लगाएर अनि फेरि आउँछौँ टक्क लगाएर राजकुमार भाइ छ हाम्रो भन्ने यता चाहिँ हाम्रो शिशिर भाइ साउथ इन्डियन फिल्मको हिरो जस्तो भनिहाल्नु मामाले हिजो ब्रेकफास्ट दिनेहरू सबजनाले खानाहरू भाइहरू पनि यहाँ खाँदैछन् शिशिर भाइ कस्तो आज ठिक छ आजको ब्रेकफास्ट ब्रेकफास्ट भइसक्यो त शिशिर भाइ फाल्न पाइँदैन है खानु पर्छ झापझुप लगाएर सब भ्याउनु पऱ्यो हाम्रो दाजु पनि आइसक्नु भएको छ हाम्रो दाजु पनि आइसक्नु भएको छ दाजुहरू सबजना खाँदै हुन्छ हल्का लगाएर भ्लग बनाउँदैछु कि दाइ हल्का खाँदैछौँ दाजु र हल्का लगाएर साइक्लिङ गर्नु पऱ्यो हल्का 1 घन्टा जति त्यसपछि बल्ल आएर बस्नु पर्ला शिशिर भाइ आज एक्साइटेड आइएम सो एक्साइटेड दाइ आजको दिन होइन हामी यहाँ चाहिँ सौरामा छौँ साइक्लिङ गर्दैछौँ बिहान होइन एकछिन हामी चाहिँ त्यो खाली टाइममा यहाँको भाइबै छुट्टी छ नि यो ठाउँको पुरा मजा आएको जस मान्छेहरू अनि घरहरूदेखि लिएर सबै कुराहरू माहौल छुट्टी छ राम्रो छ पिसफुल इन्भाइरोमेन्ट होइन ठिक छ पुगिसक्यो कति र रेन्ट गर्ने ठाउँमा रेन्ट सकिसक्यो लगभग ल बाइक राखिदियो केटा त्यहाँ राख्नु पर्छ साइकल लिइसकेको छ केटाहरू आउँदैछन् साइडबाट अगाडि आऊ केटा अगाडि हेलो सौरा बजारमा टक्क लगाएर हामी चाहिँ भ्लग बनाउँदै त्यो मिलाउनु पर्छ नि त्यहाँदेखि तोडिदिएलास् भाइ तिर्नु पर्ला पैसा बिस्तारै चलायो बिस्तारै नातेर राजकुमार भाइ पनि पछाडि छ हामी चाहिँ जस यहाँ अब सौरामा रमाइलो गर्दैछौँ अलिक भित्र जानुपर्छ है गाउँतिर जानुपर्छ है साथीहरू ए यतिको चाहिँ हुनुपर्छ चलाएको हल्का चाहिँ अप्ठ्यारो भइरहेछ तर यसको अलिकति बुझ्न चाहिँ सिक्नुपर्ने रहेछ चलाउनुभन्दा अगाडि हल्का यो तपाईँहरू आउनुहुन्छ भने चाहिँ हल्का सिकेर आउनु होला किनभने यहाँ चाहिँ अलिकति हुनसक्छ त्यस माथि साइकल लेन छैन रे त्यो वाकिङ मात्रै हो तलै हो हाम्रो यस्तो गयो हजुर त राजकुमार थापा मगर हेर्नुहोस् त शिशिर मगर होस् कुन मगर होस् त नि हामी यहाँ टिचोक पनि आइसकेको छौँ हिजो आएर फोटो खिचाएको ठाउँ चाहिँ यता जाम खेडा टिचोकमा चाहिँ जस रमाइलो थियो हिजो दृश्य अब हामी चाहिँ बजारभन्दा नि गाउँतिर छिर्छौँ अलिकति हाम्रो सुरक्षित ठाउँमा के रे भाइ चलाउनु त नि आज भिडियो कति मलाई चलाएर आएको छु मेरो उहाँले है ल रिल्सको लागि रिल्स बनाउनु पर्छ रिल्स चाहियो त पैसा राखेन थियो दिदीले तर होटलको चाबी चाहिँ राखिहाल्यो क्या चाबी होटलको रुमको चाबी चाहिँ राख्यो तर चाहिँ पैसा राखेन 1000 रुपियाँ नि अरे यो त के भयो त अनि जाँदै हुन्छ यहाँको भाइब चाहिँ छुट्टै छ रमाइलो यहाँ चाहिँ अब चौधरी एरिया पनि यस्तो लाग्छ नै घन्टी नबजाउने तँलाई फेरि अहिले यस्तो ऊ भन्ला नि फेरि रासोमा भन्ला नि फेरि बुझ्छु नि उता त्यहाँबाट जाऊँ न भित्र छिरौँ न नदीको छेउमा जाऊँ भनेको के हो यस्तो सानो सानो कोठा जस्तो छ तपाईँ त्यहाँ
दामी ठाउँ रहेछ ल ब्याम्बो चिलिङ स्पट चाहिँ खास दामी कुन नदी हो भाइ यो राप्ती खोला हो राप्ती त होइन त राप्ती सोनारीतिर नारायणी नदी होला नि भाइ कहाँदेखि नारायणी होला कि नारायणी नै हुन्छ चितवनमा नारायण त छ नि उतातिर यता बग्नु पर्ने पानी यता कसरी बगिरहेछ यो त उल्टो बगिरहेछ त हेर त यतादेखि यता आउनु पर्यो हेर न पानी यतातिर यतातिर कुन पर्छ त ठाउँ त्यो त काठमाडौँतिर भइरहेको थियो त्यो तर यतातिर हो नारायणी हुँदै तिर्सुली जान्छ होला कि कहाँदेखि तिर्सुली जाने कुरा गर्छ भाइ तिर्सुली कसो त ठाउँ त ठिकै छ कि के छ अनुभव कस्तो भयो रमाइलो भयो मेरो दाइ अझै भर्खर त 5 मिनट 10 मिनट मजा आइरह होइन अलिकति महल तात्तिनु पर्यो जिउ तात्तिरह बिस्तारै होइन दाइ छैन क्या छैन अब छैन ठाउँ छ त दाइ यो के त यो त्यहाँ झन्डा सन्डा लगाएको नि त हेर न यो झन्डा लगाएको नि यो के त घुम्ने सुन्ने ठाउँ त होइन क्या त्यहाँ रोकिन्छ जस्तो लाग्यो त्यही भएर फर्किउँ फर्किनु एकछिनको लागि जस रमाइलो भइरहेछ हाम्रो चाहिँ साइक्लिङको अब चाहिँ हामीले आफै जाने बुझ्ने चाहिँ यस्तै ठाउँमा आएको अलिकति बजार एरियाभन्दा बाहिर यहाँ चाहिँ अलिकति नेचरको मजा लिउँ भनेर चराहरू कराइरहेछ यहाँ उडिरहेछ गाउँतिरको हावापानी बुझ्न आएको ल एकछिन भेटौँ किन चाटेछु भाइ आउट स्पोकन इङ्ग्लिस कतिको इम्प्रुभ भएको त पिटी गरेको धेरै वर्ष भइसक्यो भित्र रिजल्ट खाएर बसेको मान्छे इङ्ग्लिस कतिको छ राम्रो भन्दै थियो चेक गरेको कुहिरे भनेको त जर्मन पो परेछ त्यसलाई पनि बोल्न आउँथेन त जर्मन आउने रहेछ तर त्यति साह्रो मभन्दा पनि कम रहेछ इङ्ग्लिसमा भनेपछि अब जर्मनको हालत के रहेछ भन्नुहोस् न आफ्नो भन्दा उसको नेटिभ ल्याङ्ग्वेज लोकल ल्याङ्ग्वेज त अब जर्मन एकदम फुटबल ग्राउन्ड रहेछ क्या फेरि त्यो त जाउँ जाने जस्तो माहौल छ र छोड्दै सिधै होला फोहोर हुन्छ बिना काम जाऊँ न हेर जाऊँ त्यो त के छ हामी गथ्यौँ घुमेको थियौँ भन्नु त पाइयो उपभोक्ता समिति वे ब्लग बनिरहेको त किन चिन्ता गर्छु है त्यो आइफोन ल्याउँ त के खुवाउने भन्दै थियो किन हात्तीलाई शिशिर भाइ नमस्ते नमस्ते कति नमस्ते नमस्ते अरे नमस्ते गर्दै केटा एउटा फोटो खिचौँ त खै कि चौधरी भाषा बुझ्छ कि अहिले नमस्ते करी नमस्ते कति वा कस्तो दामी यार कति हो दाइ यसमा बसेको चाहिँ यसमा हाम्रो हात्तीमा तपाईँ चलाउने मान्छे थाहा छैन धेरै नगर्नु हान्दैन हाम्रो माइले फोटो खिचाउँदैछ अहिले ट्याक्क लगाएर यहाँ चाहिँ दुईवटा हात्ती छ दुई तिनवटा हात्तीहरू रहेछ त्यतिर त्यस आउनुपर्ने ठाउँ चाहिँ यहाँ हो घुम्नलाई नमस्ते हामी चाहिँ यहाँ चितवन सौरामा हात्ती सारमा आएको छौँ
चाहिँ जस धेरै हात्तीहरू रहेछ बस्नु पाइने रहेछ यहाँ मजासँग अनि जस मजाको चाहिँ भाइब छ यहाँको चाहिँ दामी छ भइसक्यो भाइ निस्किने अब ए भाइ त फोटो खिच्न थोरै आएको जस्तो माहौल त यहाँको टाइट रहेछ नि कसरी मोडल गाली गरी गरी खिचाउँछ फोटो बल्ल बल्ल फोटोग्राफी सकिएको छ हाम्रो केटाहरूको अब यिनीहरू चाहिँ के गर्छन् दाइहरू चाहिँ मलाई चिल गरेर बसेर मसँग माथि ए भाइ तँलाई देखेर वाक्कै भइसक्यो म छिटो हेरौँ कि टाइम त्यत्तिकै साइकलको पैसा त्यत्तिकै तिर्ने हुन्छ फेरि हात्ती त पायौँ तर त्योभन्दा पनि फोटो 10वटा 1 घन्टा यहीँ खर्ब जस जे होस् चितवनको भाइब चाहिँ दामी लाग्यो मलाई चाहिँ यत्तिकै अरूभन्दा पनि यत्तिकै साइकल चलाएर घुम्ने अनि टक्क ल्याएर ए कहाँ जा भाइ त मोबाइल चलाउँदै सकिन पुगेको अवस्था छ अब हामी लगभग हाम्रो टाइम अफ हुन लागिसकेको छ कभर राख्नु त कभरै राखेको छैन हजुर हो त सौराहाको रमाइलो भनेर डक्क ल्याएर ठुलो खुलासा गर्न गइरहेको छ आज तपाईँहरूको बिचमा हामी चाहिँ हाम्रो सौराहामा जस्तो साइकल चलाउन मिल्ने रहेछ यो चाहिँ जम्मा 150 रुपियाँमा 1 घन्टा 150 रुपियाँको पैसा वसुल गर्दैछौँ हामी अब त्यहाँ गएर के अरे यो बिग्रियो त्यो बिग्रियो भनेर पैसा छेराएन भने चाहिँ त्यो गराउँछन् कि त्यो रेन्टल बिजनेसमा त्यही हो भाइ यो तपाईँको गियर बिग्रियो यो बिग्रियो त्यो बिग्रियो ब्रेक बिग्रियो भनेर हिसाबसँग छेराइन्छ नि मजाको भाइब छ यहाँ चाहिँ हिजो बिहान हामी आउनु पर्ने कि मजाको फ्री थियौँ नि त आज त लास्ट ट्रिप टाइट छ हजुर कुराहरू भाइब चाहिँ दामी छ केटाहरू अगाडि पुगिसक्यो त्यहाँ पुगिसकेछन् म चाहिँ अब यसरी फोन गर्न लगाएर ढिलो भयो अब हामी 9:15मा त्यहाँ पुग्नुपर्ने हो 9:15 भन्दा अलिक ढिलो भएपछि फेरि पैसा बढी चार्ज गर्ला भन्ने टेन्सन छ त्यही भएर कुदाइरहेको छ मैले हामी भाइब चाहिँ दामी छ यहाँको तपाईँहरू हेर्नु सक्नुहुन्छ गाउँ जस्तो नि छ अलि उता गयो भने फेरि दामी के अरे सहर जस्तो चिटिक्क परेको बाटोमा पनि लाइटहरू लगाएर दिउँसो भन्दा नि रातिको भाइब चाहिँ दामी हुन्छ यहाँको मजाको चन्द्र भाइ यो म त बिस्तारै जान्छु अब शिशिर भाइ के हो चेन फुत्के क्या हो फुत्केको हो त्यसको गियरको झावै हुन्छ यार कहाँ फुत्क्यो कि गियर उल्टो भएर मेरो पछाडिलाई धेरै गियर हाल्नु छ पक्र्दा ब्लक अन छ अन्नै छ केही देखिन ब्राइटनेस कस्तो कम गराउनु भयो क्या हान्दिनु हेऱ्यो नि भाइ तपाईँ पनि अभिषेक दाले टायरको चेन्ज गराउँदै हुनुहुन्छ थ्याङ्क यू सो मच दाइ फर सर्भिसिङ भयो दाइ 5-10 मिनट यहीँ लाग्ने भयो अब
पकाउनलाई तपाईँ कहिले त भोलि साँझ नै हिँड्ने दाइ नेचुरल भाइब चाहिँ यहाँ चाहिँ बबाल छ राम्रो छ छेउमै खोला सानोतिनो खोला छ त्यसपछि सिधा स्कुल रहेछ यो मजाको केटाहरू चलाइरहेछन् रमाइरहेछन् केटाहरू त्यस अब चाहिँ हाम्रो अन्तिम पुग्दैछौँ हामी पुग्नुपर्ने 9:15 बजीसम्म हो अब लगभग हाम्रो टाइम अफ भइसकेको छ अलिकति ढिलो भएपछि फेरि बढीतिर आउने हो कि टेन्सन छ यो चोक चाहिँ कुन चोक रहेछ यो मजाको ठिक छ यत्तिको भए पनि राम्रै हो साइकल चलाउनलाई चाहिँ वातावरण चाहिँ हुनुपर्छ अलिक टाढै छ यहाँदेखि है अलिक टाढै हो कि यहाँदेखि पैसा तिर्नुपर्छ धेरै फेरि बिगार्यो के भन्छ एक स्टेप त्यति नलगाउँ यार अब त म जस्तो छ त्यस्तै के गराउनु यार हात धुने ठाउँ पानी किन्ने मेरो अर्डर जाँदैन नि त्यही पसन्द ल्याउनु आउने छ ल अब म ब्लग चाहिँ बन्द गर्छु गाइस अलिकति अप्ठ्यारो भयो भने चाहिँ छिटो दिन जानु पऱ्यो ओके थ्याङ्क यू फर वाचिङ सबैजनालाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला